क्यासल हेर्न मम्मीले आफ्नो भिडियो गर्न थाल्नु भइसक्यो कस्तो चिसो भयो Hi everyone, welcome back to my channel or welcome to my channel if you're new. Hope you guys are doing good. हामी आइस क्यासलमा आएको छौँ होइन अनि त्यही भएर यस्तो जाडो भएर अँध्यारो देखिरहेको होला है मलाई त यतिलाई मम्मीले आफ्नै धुनमा दिइराख्नु भएको छ भिडियो अनि म पनि आफ्नै धुनमा दिइरहेको छु भिडियो जाडो भइरहेछ मेरो हात कस्तो कम्रिसक्यो यो मोबाइल बोकेको आगो ताप्दैछ न मम्मीलाई कस्तो लाग्दैछ गर्दै छैन सबै आइसकेछ नि त्यसमा क्यासल भने मेरो अनुहार देखिँदैछ फ्ल्यास लाइट पनि बाल्छ कि तर उयो उज्यालो हुन्छ यहाँबाट म्युजिक जानु हामी कान्छीमा म यो बस्छु कि जाने हो सर ओस् नै म यहीँ उभिरहेको खोल्दै लाग्दैन बाल भित्र यतैबाट त आउने होला नि अब अहिले चाहिँ अघिदेखि भिडियो बनाउनु थाल्छ यस्तो छ राति आउँदा झनै राम्रो रहेछ यसरी कलरहरू बलिरहेको रहेछ लाइट्सहरू छ झिलिमिली हुँदो रहेछ राति चाहिँ बिहान आयो भने चाहिँ सबै वाइट मात्रै देखिन्छ बेलुका आयो भने चाहिँ यसरी लाइटहरू बलेको हेर्नु पाइन्छ
अब अरूतिर पनि हिँड्ने हो कि हेर्ने हो कि यहाँ यो त अँध्यारो देखिँदै होला नि। अब चाहिँ हामी यहाँबाट जाँदैछौँ। खै तपाईँलाई त पकाउनु पर्छ, तपाईँलाई पकाउनु पर्ने मैलाहरू पनि छैन फेरि। फेरि यहाँबाट भित्र गएर खिच्ने राम्रो देखेको सबैले खिचिरहेछन्। मम्मीको चाहिँ यहाँ फोटो खिच्नु पर्ने अरे फेरि, अनि त्यही भएर फोटो खिच्न खोजेछ मम्मीले। ओके मम्मीले आफ्नो फोटो खिच्ने भनेको कि यस्तो फोटो खिच्ने भनेको हो। हरियो कलर अब कता जाने हो? त्यही हो, यहाँबाट जानुपर्ने होला भित्र। वाउ कस्तो राम्रो देखेको हो। कस्तो राम्रो देखेको। जुम 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 भित्र अघि छिर्नु त नि, अघिदेखि छिर्नु भन्दैछ होला, छिर्ने भित्र पसिमै हामी चाहिँ मम्मीले आफ्नो गर्नुहुँदैछ। बिस्तारै जानु नि। बस्ने ठाउँ रहेछ। यस्तो छ क्या, यस्तो हिँड्नै सकिँदैन। ओइ लड्छु होला हौ। झन्डै लडेँ मै। यहाँ मेरो खिच्दैछु त, तपाईँलाई किन चाहियो आइप्याड? राम्रो देखेको तर खिचेको त नि अब कति आइस क्यासल चाहिँ यस्तै रहेछ होइन। भित्र बाहिर यस्तै छ। हात चाहिँ गङ्ग्रियो, मैले भिडियो बनाउँदाखेरि कस्तो राम्रो चाहिँ राम्रो छ होइन, तर कस्तो हात गङ्ग्रिएर केही गएन। एउटा हातमा चाहिँ मैले यो पन्चा लगाइरहेको छु, एउटा हात चाहिँ मम्मीको सापट्टि माग्यो अरे लगाएको, त्यो पनि मम्मी चाहिँ उता हेर्नु हुँदैछ, कसलाई पर्खिनु हुँदैछ। हेर न मुखदेखि उयो निक्लिँदैछ बाबा। कस्तो जाडो भइरहेछ यहाँ, यस्तो चिसो। मम्मी हेर न त्यहाँ, मम्मी के बोल्ने हुन्छ कि
गङ्ग्रियो भन्छ यत्रो ज्याकेट ठुलो न ठुलो ज्याकेट लाउनु भइरहेछ यत्रो सुरुवाल लगाउनु भइरहेछ त्यही माथि बुट पनि छ र पनि गङ्ग्रियो अरे म यहाँ पातलो छ ज्याकेट सुरुवाल पनि पातलो रहेछ बाँकीले लगायो होला अनि त पातलो रहेछ बुट मात्र हो मेरो सहारा अरू केही छैन र पनि मलाई केही पनि भएको छैन मलाई चाहिँ अब्बर जाडो भइरहेछ अरे खुट्टा पनि गङ्ग्रियो अरे अनि बुढीवाला पनि च्याप्यो खुट्टाको अनि हात पनि गङ्ग्रियो अरे मान्छेहरू चाहिँ यहाँ मजाले मोज गरिरहेछ होइन यस्तो राति हुँदो घर गएर सुत्नु छोडेर हामी पनि त्यही त गरिहाल्छ होइन तर हाम्रो चाहिँ यो फर्स्ट टाइम हो आइस क्यासल हेर्न आएको होइन अनि एकदमै राम्रो चाहिँ लागेको छ होइन मलाई राम्रो चाहिँ लाग्यो तर ओभरै हात गङ्ग्रियो क्या मेरो चाहिँ अरू केही पनि भएन कि मलाई चाहिँ जाडो पनि लाग्छ जस्तो लागेको थियो किनभने मेरो ज्याकेट छैन राम्रो होइन ज्याकेट अलिकति मेरो बाक्लो छैन ज्याकेट चाहिँ उयो हुन्छ जस्तो लागेको थियो तर जिउमा केही पनि भएको छैन हात मात्र गङ्ग्रिरहेको छ मेरो चाहिँ मम्मीलाई चाहिँ अब्बरै जाडो भयो अरे अब चाहिँ यति नै हो गाइस हजुरहरूलाई कस्तो लाग्यो यो आइस क्यासलको भिडियो फर द फर्स्ट टाइम मेरो च्यानलमा कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला अनि सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गर्नु होला नयाँ हुनुहुन्छ भने त झन् छिटो छिटो बेल आइकन पनि दबाइदिनु होला नयाँ भिडियोको अपडेट पाउनको लागि यति भन्दै आजको लागि यति फेरि भेट्नेछ अर्को नेक्स्ट भिडियोमा थ्याङ्क्स फर वाचिङ